सेवा नमस्ते म इन्दिरा राई मेरो युट्युब च्यानल इन्दिरा राईको युट्युब च्यानलमा स्वागत छ तपाईँहरूलाई। अनि म चाहिँ आज 2:30 बजीतिर भ्लग स्टार्ट गरिरहेको छु। अनि किनभने अघि नै बाहिर निस्किनु भनेको पानी परेको कारणले गर्दाखेरि चाहिँ म चाहिँ बाहिर निस्किनु पाइनँ। अनि अहिले चाहिँ पानी रोकिरहेछ, त्यही भएर म चाहिँ एकछिन भए पनि भ्लग बनाउँछु, भिडियोहरू बनाउँछु भनेर म चाहिँ निस्किनु लागेको। लेट्स गो। भाइरल रोडको चाहिँ आश नगरौँ, हाम्रो हिँड्ने पावर यहाँ खत्तम भइसकिसक्यो। अनि हामी चाहिँ के यहाँ खानेकुराहरू पनि बोकिरहेको छौँ। स्पोन्सर चाहिँ मेरो है। अहिले कति बजिरहेछ भने 4 बजी छ होइन, 4 बजिरहेछ। अनि हामी चाहिँ कतिखेर पुग्नु यहाँ माथि। साथीहरू, आज चाहिँ म सुरुमा के भन्न लागेको छु भने म चाहिँ नयाँ यहाँ युट्युब च्यानल खोलेको हो। अनि त्यही भएर मलाई तपाईँहरूले सबैजनाले सब्सक्राइब, लाइक, कमेन्टहरू गरिदिनु होला। तपाईँहरूको साथ सपोर्टले मलाई धेरै अगाडि जान सक्छु। त्यही भएको कारणले गर्दाखेरि मलाई सब्सक्राइब गरिदिनु होला, मेरो युट्युब च्यानलमा माया गरिदिनु होला सबैजनाले। मे भएर पनि फल पाउँछ। ओइ कस्तो पाक्यो, एउटा टिप्नु मिल्दैन, हामी खाजा खान्थ्यौँ। साथीहरू, हामी चाहिँ माथि चुनिखेल पुगिसक्यौँ। अब चाहिँ हामी माथि जान्छौँ बाहिर। अघि चाहिँ कति धेरै पानी परेको थियो, अहिले चाहिँ रोकेर पुरा घाम लागिरहेछ। सिन्कौली हो कि के हो यहाँ माथि। अनि कोही चाहिँ अल्छीले मर्नु लागेको छ, के गर्नु र। कागहरूलाई के भएछ ल, कति धेरै एकमुष्ट आउँदो रहेछ यो कागहरू, के भइहाल्यो भने त। नबस्नु मिनौँ मिनौँ। हामी चाहिँ त्यो डाँडाको टुप्पामा जानु लाग्यो। खास कुरा हिँडै यस्तो छ। कस्तो राम्रो नि, तर कति थोरै मात्र। भाग्य छ भने यहाँ 4 पात खोजेर देखाउ त। 4 पात के 4वटा पात भएको भए। यो चाहिँ के को फुल होला, कस्तो राम्रो। ओइ झन्डैले हिलोभित्र पसिगयो। उयो के फुल भन्छ हौ यो बिपाना। यो यहाँनिर चाहिँ बदाम रोपिएको रहेछ, भर्खर उम्रिरहेछ। काठमाडौँ पनि बदाम मार्छ अर्काको। यहाँ के स्याउ अरे, यो के स्याउ अरे के। त्यहाँ माथि पुग्नु पर्ने। अनि हामी चाहिँ अहिले यतै छौँ। हेर त कहिले पुग्ने हो, रात परिसक्यो साथीहरू। यस्तो पाराले चाहिँ कतिखेर पुगिने हो। भाइरल रोड साथीहरू, हेर्नु त कति धेरै टमाटर फलिरहेछ। बाफ्रे बाफ्रे, कसको होला। 1 केजी जति मेरो कोकोलाई टमाटर चाहिन्छ। 1 केजी जति चोर्नु मिल्छ भने म चोरेर लान्छु। यहाँनिर फुल पनि रहेछ। ओइ के साह्रो फलेको, भुइँमै छ त नि। ओइ एउटा काँक्रा है। ओइ काँक्रा सिमीहरू पनि। काँक्रा किनेर लैजाउँ न, एउटा उति हेर्नु न, उति एउटा। अनि यहाँ कहाँ किबार हुन्छ त, पैसा छैन क्यास। ओइ काँक्राहरू कति राम्रो। सिमी बाफ्रे बाफ्रे, यो कसको जग्गा होला। अलिकति मलाई दिए पनि त। ओइ हेर्नु त साथीहरू, लो जग्गा किन्ने भए यहाँ छ है। कति राम्रो राम्रो, तर बाटो चाहिँ नभएको कि के हो। कति राम्रो ठाउँ छ। के चाहिँ मकै र भटमास रहेछ। तर कति सानो सानो भर्खर छरेको रहेछ। अनि यता चाहिँ खाली छ। यताको झन् कति सानो सानो मकै रहेछ, त्यो चाहिँ अलिक ठुल्ठुलो छ। अनि हामी चाहिँ अब उकालो लाग्ने। हामी चाहिँ खाजासाजा पनि खाइयो। अब कहाँसम्म जानु सकिन्छ, रात पनि परिसकेछ। बाटो अप्ठ्यारो रहेछ। ओइ सिप्लिन्छ क्या हो, बाफ्रे बाफ्रे। ओइ
ए यहाँ त केराको बोटहरू पनि रहेछ। कोही चाहिँ उता फुल टिपिरहेछ। अँ जङ्गलको फुल यति राम्रो हुन्छ के हो त नि राम्रो छ त नि बाफ्रे अर्काको बारीमा साग चोरिरहेछ कोही फुल टिपिरहेछ म के चाहिँ यसो बुकेहरू पनि बनाउनु आउँछ किनभने बारीभरि छ फुल पैसा पनि लाग्दैन यो फ्रीमा हो नि साथीहरू कस्तो राम्रो छ है राम्रो छ वा साथीहरू हामी चाहिँ घर फर्किन लाग्यो अब रात पनि परिसक्यो अनि यस्तो बुकेहरू पनि बनायौँ अनि त्यहाँदेखि फोटोहरू खिच्यौँ अनि बसेर एकछिन खाजा पनि खायौँ अनि त्यहाँदेखि अब हामी चाहिँ घर फर्किने किनभने रात पनि परिसकेको छ है यस्तो कति रमाइलो ठाउँ छ नि हो फ्रेस शीतल हुने फ्रेस हुने कि उयोहरू कति राम्रो देखेको ल उडाऊ ओए उडायो उडायो ल ल ल ल हिँड लु बाई बाई हामी चाहिँ साथीहरू घर फर्किसक्यौँ अनि अब घर गएर म फुलहरूमा पनि पानी हाल्नु छ के गर्नु साथीहरू कति रमाइलो छ कति रमाइलो ठाउँ हो यतातिर कति रमाइलो लाग्छ हौ साथीहरू यो के को फुल भने बदाम नै हो कि हेर न ए कस्तो होइन हो यो यो बदाम यो बदाम नै हो कि त्यस्तै छ कि पत्ताहरू टाउको बाङ ओ रहेछ नि त ऊ घाउ रहेछ नि त यो के हो काग होइन ओइ यता आउँछ कि नै यो खाऊ फुल खाऊ म चाहिँ घर आइसकेँ साथीहरू बल्ल बल्ल यहाँ छतबाट कि हेर्नु है साथीहरू छतबाट कति राम्रो देखेको हो भ्यूहरू हेर्नु त यहाँनिर चाहिँ क्रिकेट खेल्ने ठाउँ छ अनि त्यहाँदेखि उता पल्लोमा चाहिँ बास्केटबल होला अनि त्यहाँदेखि अलिक मस्तिर चाहिँ स्विमिङ पुल छ कति राम्रो गोकर्णा अनि यता माथि चाहिँ तारेबेल शिवपुरी जङ्गल अनि यस्तै छ साथीहरू आज के साह्रो घाम लागेको यहाँ फुलहरू नि कति राम्रो छ देखाउँछु ल वाउ पिङ्क कलरको कति राम्रो यता पनि रहेछ तर कति छोपेको छ कोसाउनी पनि रहेछ यो चाहिँ राम्रोसँग फुलेको छ यहाँ अलिकति रहेछ अनि ड्रागन फ्रुटहरू पनि छ त्यसपछि यता के फुलहरूको नामै थाहा छैन यहाँनिर सुन्तला रहेछ सुन्तलाको बोट यहाँ स्नेक प्लान्टहरू पनि छ कति धेरै अनि यसको नाम चाहिँ के हो यो पानी आमला हो कि के हो अनि यहाँनिर चाहिँ यो कति राम्रो फुल्थ्यो कि सेतो मिठो बास्ना आउँथ्यो अहिले चाहिँ सबै फुल झरिसक्यो यहाँनिर छ ड्रागन फ्रुट अनि यता पनि छ फुलहरू त कति धेरै छ कि तर झारले खाइसकेको छैन झार कति धेरै उम्रिरहेछ यता पनि छ ए यो चाहिँ फुलेर पनि के ओइलिसकेछ त अनि यो चाहिँ धनियाँ कि सोप हो सोप रहेछ सोप पनि यहाँ फुलिरहेछ होइन त टमाटर पनि फलिरहेछ यता धेरै फुलहरू छ यहाँनिर त डल्ले खोर्सानी फलिरहेछ त हो बोट चाहिँ कस्तो ठुटे छ यस्तै छ साथीहरू म बसेको ठाउँमा यहाँ चाहिँ गुलाब रहेछ भर्खर पलाउन थालेको छ अनि यहाँ चाहिँ कति सानो यो चाहिँ कुन हो चमेली के को नाम हो यस्तो उयो फुल अनि त्यसपछि यो चाहिँ कति राम्रो लागेको कि
यो मैले पनि रोपेको छु सानो गमलामा रुममै रोपेको छु। यहाँ अहिले देखाउँछु ल मैले रोपेको चाहिँ कस्तो राम्रो फुलहरू। तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आएनौ। यहाँ सानो गमलामा रोपेको छु। यस्तो छ, यो चाहिँ कस्तो राम्रो भएको छ। अनि यो चाहिँ के भएर ओइली गएको जस्तो छ त नि। अनि यहाँ पनि छ प्लान्ट, जरा पलाइरहेछ त अलिअलि पलाइरहेछ जरा। यहाँ छ, यति छ मैले रोपेको। म चाहिँ यता मेरो रुम पछाडि फुलहरू रोपेको थियो। अनि पानीहरू हाल्नु पर्यो, पानीहरू हाल्नु पर्यो। यहाँ के फुलेकै छैन त, सुकिसक्यो है। यस्तो छ फुलहरू यहाँ। यता पछाडि यता रुम छ भने यता फुलहरू छ। यहाँ माथिबाट झऱ्यो भने चाहिँ खत्तम हुन्छ कि। यति त यहाँदेखि झऱ्यो भने चाहिँ मान्छे राम्रै हुन्छ होला। यो गुलाब पनि फुलेकै छैन त हो। यहाँ यस्तो छ फुलहरू, पानी हाल्नु पर्यो, सुकिसक्यो। त्यो खासै फुल्दैन त हो फुलहरू। यहाँ यति माथि छ, यहाँदेखि झऱ्यो भने चाहिँ खत्तम हुन्छ। के गर्नु हो साथीहरू, फुलमा पानी हाल्नै पर्यो। यहाँ रुम छ भने फुलहरू चाहिँ यता झ्याल खोलेर यतानिर निस्केर फुलहरू हाल्नुपर्छ। उ त्यहाँ पर उ छ परेवाहरू अन्डा पारेको रहेछ, अन्डा पारिरहेछ। कहिले निकाल्छ चल्ला चाहिँ। अनि अस्ति नैको चाहिँ यहाँनिर थियो कि, यहाँनिर चल्ला निकालेको थियो, बच्चा निकालेको थियो। के त कागले खायो होला कि। यहाँनिर कागहरू बस्छ कि, यो तारमा कागहरू बस्छ, खाइहाल्दो रहेछ कि। कम्तीको छैन हो यो परेवाहरू पनि कम्ती फोहोर गर्दैन। सफा गर्दा गर्दा फुलहरूमा पानी हाल्नु पर्यो अलिअलि। खोइ फुलेकै छैन त हो, फुलेको छैन। के भएको छ, सबैमा हाल्छु अलिअलि पानी हाल्नु पर्यो। बिचराहरू घामले मर्नु न बाँच्नु भइरहेछ। यहाँनिरको गमलामा चाहिँ म पानी हाल्दिनँ, किनभने ऊ छ नि त परेवाको अन्डा रहेछ। अनि पानी हाल्यो भने भिजेर फेरि पानी हाल्यो भने फेरि परेवाको अन्डाहरू भिज्छ नि त। त्यही भएर म त्यहाँ चाहिँ पानी हाल्दिनँ। यता चाहिँ पानी हालिसकेँ। अब